वेलकम गाइज माई न्यू मिनी भ्लग होइन। मैले चाहिँ धेरै दिन पछाडि चाहिँ भिडियो बनाइदिएको छु अनि खासै केही बोल्न चाहिरहेको छैन होइन। सो अनि म चाहिँ गाउँ आएको थिएँ होइन। अनि यहाँ यसो डाँडा डुलाउनु पऱ्यो भनेर बिहान बिहानै म डाँडा डुल्नको लागि चाहिँ होइन निस्केको थिएँ होइन। सो अनि होइन हिजो चाहिँ पानी परेको थियो होइन। मौसम चाहिँ यस्तो दामी सफा भएको थियो होइन। त्यही भएर कस्तो चाहिँ देखिन्छ त डाँडाबाट भनेर म हेर्दा आएको थिएँ होइन। सो कस्तो चाहिँ देखेछ त हेर्नुहोस् है त। बाफ्रे दामी छैन त, बबाल छ है। सो गाइस होइन तपाईँलाई चाहिँ यो दृश्य देखिसकेपछि चाहिँ यो कुन ठाउँ रहेछ जस्तो लाग्न सक्छ होइन। त्यो चाहिँ मेरो गाउँ हो होइन। मेरो गाउँ चाहिँ विद्युत नगरपालिका वडा नम्बर 11 नुवाकोटमा पर्छ। यो ठाउँलाई चाहिँ सिरे डाँडा पनि भनिन्छ होइन। यहाँ चाहिँ सर हावा चलिराख्ने भएर होइन यो गाउँलाई चाहिँ सिरे डाँडा पनि भनिन्छ होइन। सो हाम्रो डाँडाबाट चाहिँ टक्क लाएर बिहानै घाम हुँदाको पनि देख्न सक्नुहुन्छ। सो अनि यो टक्क बादल आइरहेको रहेछ होइन। यस्तो बादल देखेपछि चाहिँ फेरि मलाई क्या दामी सिन देखेपछि चाहिँ भिडियो बनाउनु मन लागिहाल्छ। सो मैले त्यही भएर भिडियो नि बनाइदिएँ टक्क लाएर होइन। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो टक्क तल कमेन्ट चाहिँ गर्न सक्नुहुन्छ होइन। सो हाम्रो गाउँ चाहिँ यस्तै हो। तपाईँलाई राम्रो लाग्यो भने चाहिँ घुम्न आउनु सक्नुहुन्छ होइन टक्क लाएर होइन। त्यही हो। सो यो मेरो गाउँ हो। म चाहिँ बिहान बिहानै यहाँ मर्निङ वाकको लागि आएको थिएँ। मर्निङ वाक आउँदाखेरि मैले यस्तो सोचेको पनि थिइनँ। जुन दृश्य मैले यहाँ देखिरहेको छु तपाईँहरूलाई पनि देखाउँदैछु चट्ट लाएर। सो आजको लागि चाहिँ यति नै। भिडियो चाहिँ कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया नि दिनु होला। मन पर्यो भने लाइक सेयर कमेन्ट पनि गरिदिनु होला। अहिलेलाई चाहिँ बाई बाई, ह्याभ अ गुड डे।